Prabhu Bank presents Idea Studio Season 2, sponsored by DAV College of Management, in association with Landmark Education. As smart as you are, White House Graduate School of Management. Idea Studio, सोच देखी बुद्धि सम्मान. नमस्कार दर्शकवृन्द, स्वागत छ यहाँहरुलाई आइडिया स्टुडियो सिजन 2 मा र म हुँ मालविका सुब्बा. दर्शकवृन्द, हाम्रो समाज केही पनि भएन वा केही पनि हुँदैन भन्ने भावनाबाट ग्रस्त छ. विशेष गरी देशको आर्थिक समृद्धिलाई लिएर सर्वत्र चासो, चिन्ता, आक्रोश र निराशा छ. समाजको अर्को एउटा वर्ग पनि छ जोसँग केही गरौँ भन्ने जोश र जागर छ. केही योजना र सपनाहरू छन्. त्यो जागर र योजनालाई देशको आर्थिक समृद्धिसँग जोड्ने अभियान हो आइडिया स्टुडियो. नेपालमा चाहिँ कृषि उद्यमीहरू बढिरहेका छन्. If you were to tell me to invest in your project, what is the best thing you could tell me that would convince me to invest in your project right now? भोजपुरबाट यहाँ आइपुग्नलाई मलाई लगभग 3 दिन लाग्यो यसपालि. The future of food relies on insects. Insects are the food of the future. We all know that load shedding ko अहिले नेपालमा धेरै problem छ. तपाईहरुबाट के एक्सपेक्ट गर्नु भएको छ? Getting the ticket to incubation center or not, but let's hope you do get all the best, all the best. Idea Studio, सोच देखी बुद्धि सम्मान. आइडिया स्टुडियोमा हामी कुनै पनि पेशा, व्यवसाय वा आर्थिक उन्नतिसँग जोडिएका आइडिया र सोचहरूलाई उद्योग या व्यवसायसम्म पुर्याउने प्रयत्न गर्छौं, जसका लागि हामीले विभिन्न माध्यमहरू मार्फत आइडिया पठाउन आह्वान गर्छौं. प्राप्त आइडियाहरूलाई छनौट गरेर इन्क्युबेसन मार्फत तालिम र परामर्श प्रदान गरेपछि आइडियाहरूलाई आवश्यक लगानी जुटाउने समग्र प्रक्रिया नै आइडिया स्टुडियो हो. यहाँको मेन्टर्सहरूले चाहिँ एकदमै हेल्प गरिराख्नु भएको छ. मेरो अडिसनमा आउँदाखेरि आई वाज कम्प्लिटली नम होइन. आई जस्ट ह्याड अ आइडिया. अहिले यहाँ आइसक्दाखेरि पनि मेन्टर्सहरूबाट धेरै कुरा सिकेँ. अब सुरुमा चाहिँ हाम्रो आइडिया मात्रै थियो होइन. अहिले चाहिँ अब त्यसलाई चाहिँ बिजनेस पर्सपेक्टिभबाट बिजनेस मोडलमा चाहिँ कसरी ढाल्ने भनेर त्यसमा चाहिँ धेरै वर्किङ भइरहेछ. त्यसमै रिफाइनमेन्ट भइरहेछ. आई थिङ्क वी आर भेरी मच कन्फिडेन्ट इन आवर आइडिया. आइडिया स्टुडियोको फर्स्ट सिजनमा हामीले देशभरिका विभिन्न आइडियाहरू प्राप्त गरेका थियौं. विभिन्न आइडियाहरूले तालिम, परामर्श, बिजनेस प्लान र लगानी पनि प्राप्त गरेका थिए. आइडिया स्टुडियोले प्रदान गरेको प्लेटफर्मलाई आधार बनाएर विभिन्न व्यक्तिहरूले आफ्नो पेशा व्यवसायलाई सञ्चालन गरिरहेका छन्. कसले के काम गरिरहेका छन्, हेरौं केही प्रतिनिधि पात्रहरूको सफलताको कथा. सोच मात्रै भएर पनि भएन. सोचलाई चाहिँ उद्योगमा परिणत गर्नलाई धेरै कुराहरू चाहिन्छ. घरको जेठो छोराको रेस्पोन्सिबिलिटी बेलुका तरकारीहरू मासुहरू लगेर जानुपर्ने, एक त जागिर पनि खाने मैले. त्यही हिसाबले मेरो रेस्पोन्सिबिलिटी त्यो थियो र घरबाट मलाई फोन आउने गर्नुहुन्थ्यो मम्मी जहिले पनि बेलुका 5-6 बजीतिर. छिटो आइज, तरकारी सकिहाल्छ, तरकारी लिएर आइज भन्नुहुन्थ्यो. तर म चाहिँ अफिसमा एकदमै काम गरिरहेको हुन्थेँ. अनि काम गर्दाखेरि चाहिँ तरकारी लगेर जाँदाखेरि 8-9 बज्थ्यो अनि जहिले पनि गाली खाइने घरमा. त्यसै मैले चाहिँ साथीहरूसँग यस्तो प्रब्लम छ मेरो घरमा, म जस्तो अरूको पनि प्रब्लम धेरै छ, बरु हामी एउटा अनलाइनबाट तरकारी बेचौँ न त
हामी यहीँ बस्दापछि हाम्रो घरमा पनि तरकारी फलफुल र ग्रोसरी सामान जान्छ भनेपछि हाम्रो बिजनेस पनि हुन्छ, एउटा प्रब्लम सल्भ पनि हुन्छ भन्ने हिसाबले हामीले प्लान गरिसकेपछि अलिकति रिसर्च पनि गऱ्यौँ र केही एउटा सर्कलमा सोद्धाखेरि एकदमै नेसेसरी छ अलि मार्केटमा काठमाडौँमा स्पेसली काठमाडौँमा चाहिँ एकदमै डिमान्ड छ यस्तो खालको बिजनेसको भनेपछि अनि हामीले चाहिँ स्टार्ट गरेको। मेट्रो तरकारी बेसिकली भन्नुपर्दाखेरि चाहिँ यो नेपालको पहिलो अनलाइन ग्रोसरी हो। हामी चाहिँ नेपालमा पहिलो कम्पनी हो जसले चाहिँ अनलाइनबाट तरकारी बेचबिखन गरिरहेछ। सानो स्केलदेखि सुरु गर्दाखेरि थोरै कस्टमर थियो हामीसँग र त्यति फुल्ली हामी यो बिजनेसमा लागेको पनि थिएन। अर्डर आउँथ्यो, अर्डर आएपछि डेलिभरीमा जान्थ्यौँ, त्यति मात्रै गर्थ्यो। त्यसको मार्केटिङदेखि लिएर यसलाई स्केल अप गर्नुपर्छ, अब यही बिजनेस नै हाम्रो मेन बिजनेसमा लैजानुपर्छ भन्ने सोचेको थिएनौँ। दुई 2014 आइडिया स्टुडियोको एउटा प्रोग्रामको एप्लिकेसनको लागि आह्वान आएको थियो अनि हामीले चाहिँ एक्चुअली एप्लाई गरी हेरौँ न त, किनभने हामीलाई त्यो चाहिँ त्यसको एउटा मेन देखेको चाहिँ एउटा सोचदेखि उद्योगसम्मको जुन स्लोगन थियो त्यो देखेर नै अलिकति मलाई क्लिक भएर अनि के रहेछ त एक्चुअली हेरौँ न त, हाम्रो पनि यो सोच हो, यो सानो एउटा सोचलाई चाहिँ यसलाई उद्योगमा परिणत गर्नुपर्ने छ हामीहरूलाई भन्ने सोचेर अनि एप्लाई गरियो। एप्लाई गरेपछि हामी छानियो पनि, सिलेक्ट भइयो, त्यसपछि अडिसनहरू दिइसकेपछि टप 30-35 को उसमा लिस्टमा परिसकेपछि हामीलाई एउटा बुट क्याम्पमा लग्नुभयो उहाँहरूले। लगिसकेपछि उहाँहरूले धेरै कुराहरू सिकाउनु भयो। धेरै कुरा सिकाइसकेपछि अनि हामीले चाहिँ साँच्चीकै यो चाहिँ उद्योगमा लैजान सक्ने बिजनेस हो भनेर अनि हामी त्यसमा काम गर्न थाल्यौँ। त्यो सुरुमा हामी चाहिँ एकदमै पार्ट टाइम बिजनेस जस्तो लगिरहेको थियो र आइडिया स्टुडियोले हामीलाई चाहिँ यो पार्ट टाइम होइन, यसलाई फुल टाइममा लैजानुपर्छ, यो उद्योगमा परिणत गर्नुपर्छ भनेर उहाँहरूले हामीलाई एउटा एक किसिमको हौसला दिएपछि अनि हामी चाहिँ यो मेट्रो तरकारीलाई बिजनेसको रूपमा एउटा डिपार्टमेन्ट छुट्टै एउटा इन्टिटी बनायो आफ्नो कम्पनीबाट। अब आइडिया स्टुडियोमा धेरै बिजनेस गुरुहरूसँग हामी सल्लाह पनि लियौँ कसरी अगाडि बढाउन सकिन्छ, के गर्न सकिन्छ। अनि हामीलाई चाहिँ कस्टमर्स चाहियो, हामीलाई सेल्स चाहियो, मार्केटिङ हाम्रो टार्गेट मार्केट यो हो, यसलाई चाहिँ हामीले कसरी कन्भिन्स गर्न सकिन्छ। उहाँहरूले आफ्नो एक्सपिरियन्सहरू भन्नुहुन्थ्यो अनि हामी अफिसमा आएर त्यसलाई नै इम्प्लिमेन्ट गर्थ्यौँ। आइडिया स्टुडियोभन्दा अगाडिको हामी दिनमा तपाईँको एउटा दुईवटा अर्डर गरेर मन्थली 20,000-25,000 सेल गर्थ्यौँ। त्यसपछि अनि आइडिया स्टुडियोमा आइसकेपछि अलिकति ब्रान्ड क्रिएट गरिसकेपछि अर्डर बढी हुन थाल्यो, अर्डर बढी हुनेपछि सेल बढ्न थाल्यो। त्यसपछि आइडिया स्टुडियो प्रोग्राम हुँदाखेरि हामीलाई जस्ट 50% बढ्यो भनौँ न, 50-60,000 को अर्डर आउन थाल्यो। त्यति सेल्स भइसकेपछि अनि हामीले जब आइडिया स्टुडियोको प्रोग्राम सकिसकेपछि सबै कुराहरू नलेज लिएपछि कम्पनी नै क्रिएट गरेर एउटा अफिस सेटअप गरिसकेपछि भनौँ न मन्थली हाम्रो चाहिँ इन्क्रिज हुँदै गयो, अर्डर्सहरू सेल्स इन्क्रिज हुँदै गयो र अहिलेको स्टेजमा आउँदाखेरि हामी चाहिँ भनौँ न महिनाको 25-30 लाख 20-25 लाखको एभरेजमा सेल गरिरहेछौँ। metrotarkari.com भनेको चाहिँ नेपालको एकदमै ठुलो नेपालको लार्जेस्ट अनलाइन ग्रोसर हुन्छ। किनकि अबको 3-4 वर्षपछि मान्छेहरू यति धेरै बिजी हुन्छ कि अब पसलमा गएर दाल चामल तरकारी मासु किन्नलाई उनीहरूसँग समय हुँदैन। काठमाडौँबाट सुरु गरेको छु, काठमाडौँको कस्टमर्सहरू मात्र नभएर वीरगञ्ज, पोखरा, विराटनगर जहाँ अलिकति बढी चहल पहल छ मान्छेहरूको, त्यो एरियाहरू क्याप्चर गर्नुपर्छ भनेर हामीले त्यो अनुसारको एउटा प्लान गर्दैछौँ। आफ्नै देशमा काम गर्नुपर्छ, यहीँ पनि छ बिजनेस छ, कमाउन सकिन्छ कि नयाँ तरिकाले नयाँ काम नयाँ सोच गऱ्यो भने सकिन्छ भन्ने हिसाबले काम गर्ने एउटा सोच भएकोलाई चाहिँ आइडिया स्टुडियोले चाहिँ त्यसलाई एकदमै हेल्पफुल गर्छ। आइडिया स्टुडियो सोचदेखि उद्योगसम्म। आजको कार्यक्रममा हामीले आइडिया स्टुडियोको फर्स्ट सिजनलाई सरसर्ती निहाल्यौं। केही अनुभव, केही सफलताका कथा र विचारहरू पनि समावेश गर्यौं। अबको अर्को 4 एपिसोड हामीहरू आइडिया स्टुडियो सेकेन्ड सिजनको अडिसन प्रस्तुत गर्नेछौँ। अडिसन एपिसोडमा कस्ता आइडियाहरू आउनेछन् यसका लागि आगामी एपिसोडहरू हेर्दै गर्नुहोला। आजको लागि बिदा दिनुहोस्, नमस्कार। आइडिया स्टुडियो सोचदेखि उद्योगसम्म।